The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. And on we'll go. हेलो हजुर हामी बाटोमा हो के भाकल छ के हो ल ल फोटा पनि निकालो दाजुभाइको ल ल हामी खोद्रै आइसक्यौँ जाँदै हो मन्दिरमा फोन गरेर नि भागल हुन्छ र फेरि फोन गरेर के गर्ने रहेछ नि फेरि त्यहाँ पुगेपछि मम्मीले उहाँलाई फेरि सम्झिँदैन नि मैले ल्याउँछु भने ल डिजिटल जमाना त्यो पन्टे हिँडेको लाग्यो नि त छता बसेर हिँड्ने है गाडीको के अरे गाडीको छता ए ए अँ ए छोरबिर खान हुन्छ कि हुँदाखेरि दुधबाट बनेको होइन भ्लग बनाएको देखेछ के के अरे भ्लग बनाएको देखेछ त्यसले कसले त्यो बाइकको लागि किन के गरेको नि त हम अप गर्दै गर्दै आज लहन क्या हम अप गर्दै गइरहेको होला कुनै यसरी बनाउनु हिँड्नु चाहिँ अब कोही न कोही ठुलै होला र दिएको होला नि त अगाडि गर्छ बाइक अस्ति मास्टर असीको सुई हानेर बिस्तारै हिँड्नु भनेको कता साइड यहाँ त ठिकै हुन्छ असीमा त आएकै हेर्न नसकेर पानी यहाँ त्यस्तै खोइ अनि उता पानी त होइन होला आज नि अस्ति जाँदाखेरि असीकै सुने हान्ने यहाँ नि त लास्ट पहिरो जान्थ्यो नि यहाँ रातो माटो नि छ क्या यहाँनिर अहिले बस्नु सजिलो भयो ए खत्तम कति वर्षमा पुणे बाटो भएको 4 वर्ष त भयो बल्ल बल्ल एक घन्टा लाउँदा हो र 8 बजीसम्म हिँड्दाखेरि बिस्तारै हिँडेर बाटो राम्रो भएर पनि हुन त तिमीहरू जाँदा अस्ति जाँदा नि बाटो त राम्रै थियो होला पानी आयो नि त पानी हिँड्न सक्दैन अस्ति ट्याक्सीदेखि ढुङ्गाको सोरुम खोलेर त्यहाँ पनि बाटो बनायो नि त 4 घन्टामा त पुगिन्छ हाइसिस त लैयो नि त होला काठमाडौँ जाम परेन भने त 4 घन्टा 4 घन्टा पुग्दिन 1 घन्टा आएर क्या हो र गाडी भएका 110-20 मिनटमै हिँड्नु कहिले हो बाटो बनाएपछि कुन ठाउँ अरे हो त्यो कच्चे पानी यहाँ थोरै उता आऊ त्यो ठुलो घर उता दुले एउटा कच्चे पानी दुलीगढा भने त कति धेरै ठुलो बजार त छैन कि होइन बयराडी त भयो दुले एउटा अब यताबाट हाइवे छोडेर यता सरर अफरोड हो कि पछि हो पछि हो सबै उताको बाटो सजिलो छ उता कहाँबाट छिर्नु थाहा छैन अलिक फर्किने बेला थाहा छैन कति भित्री कति हिँड्नुपर्छ यहाँबाट बाइकमा 5-7 किलोमिटर त्यो पारि देखियो नि बाटो
त्यो बाटो आएको भए सजिलो थियो बुलेबाट काठमाडौँ किन्नु झुकिँदै बर्खा लाग्यो जस्तो बाटो रहेछ क्या अस्तिको पानीले खोल्यो पानीले पुरै खोल्यो त्यही त नि त्यो दुईवटा बाटो भेट्न आउने बेलासम्म पुरा पुरो हो यो चाहिँ सेती खोला यतातिर यस्तो छ यस्तो खोल्सो हो कि के भन्ने खोल्छ नि भनौँ मान्छे खस्यो भने त हराउँछ है राजन दाइको ससुराली हो के अरे राजन दाइको ससुराली यतै हो 4 मिनटमा मन्दिरमा 4 किलोमिटर एवढे का जिल्लालाई तनाउनै पर्यो नि अब नि हाम्दैन क्या मजाको रहेछ हो र पैसा सहित हो ससलको पार्किङ भनौँ न ल अब सिडी उकालो 5 मिनट हिँड्न पर्ने रहेछ 5 मिनट अब हिँडिन्छ यो यही राख्नु अहिलेलाई सेटमै लाने होला नि है कति पर्छ नि 200 रुपियाँमा सम्पूर्ण सामान आउँछ कति ठाउँमा हो ट्याग भएछ मन्दिर गइहाल्यो बिर्छ सर्वप्रथम पोहोर नगरपालिकाले सम्पूर्ण भक्तगणहरूलाई हार्दिक स्वागत गर्न चाहन्छौँ र पोहोर गराउने चढाउने कुरा केही छ र चढाउने त्यहाँ केही छ र
भयो खोर भइहाल्यो मेरो चप्पल छैन खोर ल खान सुरु गर्ने अब यहाँ त हामी ठ्याक्क बुनिएन बरु पहिलाको जतिको थियो लाइन पछि त माथिसम्म उयो आगे आइखेन अझै पनि मान्छे यस्तो नयाँ सालमा झन् जाति भयो त्यहाँ दशमी तिथि भोलि एकादशी आउनाले ल अब सकियो ब्याक टु पोखरा टिकट सहित ससुलको पार्किङ मेरो त छैन त खोली डेन्जर गइरह्यो नि तर यो गहिरो त डेन्जर गयो हेर्दाखेरि यत्रो छ सेती नै त होइन यस्तो गल्छी गल्छी बनाएर बाबे मान्छेलाई त डुबाउँछ होला है खमा त यस्तोमा त है ठाडै रहेछ त मेरो त खासै होइन सबैभन्दा ठाडो भनेको एउटा त वालिङको ठाडो छ क्या होइन त्यो हस्पिटलदेखिको के यही यो दुलीगौडी बजार भित्री बजार के है होइन यो भित्री बजार भित्री बजार हो दुलीगौडाकै भित्री बजार यता हो ल दुलीगौडाको मेन हाइवेको बजार अब यताबाट पोखरा खै 40 मिनटमै पुगिन्छ 40 मिनटमै पुगिन्छ होला Asanaiku ratu sari charpangang regadi Asanaiku ratu sari charpangang regadi Kini diula sunko chura barurin nai kadi Ahi barurin nai kadi Kailai ku tareli ma khoda lai tabela यहीँबाट जाने होइन बेङ्गस्थल हाईवे छोडेर हाईवे
मुटु झुले लुम्लेको हावाले हावाले मनै झुले लजालु मायाले पुन हिलैमा फुल जति सुल्टिनी बस्यो दिलैमा फुल जति सुल्टिनी बस्यो दिलैमा मुटु झुले लुम्लेको हावाले हावाले मनै झुले लजालु मायाले पुन हिलैमा फुल जति सुल्टिनी बस्यो दिलैमा फुल जति सुल्टिनी बस्यो दिलैमा Iya bank nastal. यतातिर त के छ र पोखरा त साँच्चीकैको पोखरा नै रहेछ माछा बोल्ने देवतालमा पौडी खेल्दो रहेछ पोखरा त साँच्चीकैको पोखरा नै रहेछ माछा पुछे कालिका छ भनेको होइन विजय त हेरेर बसेको कहाँ अरे उयो घरमा होइन हजुर यताको यो घर चाहिँ नयाँ थियो यहाँ कलेज म पढेको कलेज